जीवनमा हामीसँग येशूको नजिक हुने अवसर हुँदछ। हाम्रो निर्णयले हाम्रो भविष्य, आत्मा र जीवनको बाटो निर्धारण गर्छ। गल्ती हरेकले गर्छ, तर पश्चाताप र फिर्तीले हाम्रो जीवन बदल्दछ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू सबैमा म विनय घोरसाइनी शर्माको तर्फबाट न्यानो जय मसीह अनि नमस्कार। सधैँ चाहिँ आज पनि हामी बाइबलबाट केही खण्डहरू मुख्य पाठका रूपमा हामी हेर्नेछौँ। आज तपाईहरू मसँगै पल्टाउन सक्नुहुन्छ मत्ती 26 अध्याय त्यसको 14 देखि 16 पद, 69 देखि 75 पदसम्म र त्यसै गरी लुका 22 अध्यायको 54 देखि 62 पदसम्म। यहाँ येशूले मानिसहरूलाई धेरै कुरा सिकाउनु भएको छ। उहाँको संगतमा धेरैले प्रेम, शिक्षा र चमत्कार देखेका छन्। बाइबलमा दुईवटा पात्र छन् यो विषयमा साक्षीको रूपमा, तर ती दुईवटा पात्रको जीवनमा उनीहरूको निर्णय नितान्त फरक छ। ती दुईवटा व्यक्ति हुन्, एकजना यहुदा इस्करियोत र अर्को पत्रुस। यहुदाले आफ्नो नजिकको गुरु येशूलाई 30 चाँदीको सिक्कामा बेचेको छ र उसले येशूको प्रेम देख्दा देख्दै पनि स्वार्थ रोजेको छ र पछि उसले गल्ती गरेर आफ्नो गल्ती मानि त लिन्छ, तर ऊ फेरि फर्केर आउन सक्दैन। अन्ततः उसको जीवन विनाशमा समाप्त हुन्छ। त्यसै गरी पत्रुस मानिसहरूको डरले येशूलाई 3 पटकसम्म अस्वीकार गर्छ। जब उसले आफ्नो गल्ती थाहा पाउँछ, उसले तुरुन्त पश्चाताप गर्छ, ऊ रुन्छ र ऊ फेरि येशूको सामु फर्किन्छ र उसले आफ्नो जीवन बदल्छ र सुरुवाती मण्डलीको स्तम्भ बनेर हजारौं व्यक्तिहरूलाई उसले ख्रिस्टको उद्धारमा लिएर आउँदछ। आज म तपाईहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु जसले तपाईको जीवन बदल्न सक्छ। तपाई आफ्नो जीवनमा येशूको संगत गर्दै हुनुहुन्छ, तर पनि तपाई कुन बाटो रोजिरहनु भएको छ? यहुदा जस्तो नजिक रहेर पनि स्वार्थ र लोभले जीवन बेच्ने जीवन, जुन पछुतो बिना विनाशमा जाने बाटो रोजिराख्नु भएको छ, कि पत्रुस जस्तो गल्ती गरे पनि पश्चाताप गरेर फिर्ता आउने उद्धारको बाटो अपनाउने जीवन तपाईले रोजिरहनु भएको छ? मैले जब पहिलो पटक यो घटना बाइबलमा पढ्दै थिएँ, मेरो हृदय डरले कापेको थियो। म सोच्दै थिएँ कसरी परमेश्वरको नजिक रहँदा पनि विश्वासघात हुन्छ, असफल भए पनि फिर्ता आउन सकिन्छ र आज म तपाईलाई दुई पात्रको जीवनबाट केही जीवनत्व सन्देशहरू बाँड्न चाहन्छु। आज आफैलाई सोध्नुहोस्, मेरो हृदयमा प्रेम छ कि स्वार्थ छ कि डर छ कि साहस छ? जब हामी यहुदाको जीवनलाई हेर्छौं, मत्ती 26 अध्यायको 14 देखि 16 सम्म, यहुदाले पनि 3 वर्षसम्म येशूको नजिक आफ्नो जीवन बिताउँदछ। उसले येशूको चमत्कार देखेको छ, येशूबाट शिक्षाहरू पाएको छ, येशू सँगसँगै हिँडेको छ, येशूको प्रेमको महसुस गरेको छ, तर उसको हृदयमा लोभ र स्वार्थ रहेको कुरा हामी प्रष्ट देख्दछौँ। तपाई सोच्नुहोस्, कति मानिसहरू आफ्नो नजिकको साथी वा परिवारसँग बसेर पनि स्वार्थ र लोभका कारण आफ्नो जीवन नष्ट पार्दछन्। यहुदाले जस्तै 30 चाँदीको लागि आफ्नो नजिकको व्यक्तिलाई बेच्दछन्। तपाईँ र हाम्रो जीवनमा के त्यस्तो छ जसलाई तपाईँ स्वार्थका लागि बेच्दै हुनुहुन्छ? पैसा, मान, प्रतिष्ठाका लागि तपाईँ आफ्नो नजिकको मित्रलाई धोका दिँदै हुनुहुन्छ। यहुदाले येशूलाई धोका दिएको छ। उसले प्रेम देखेर पनि स्वार्थ रोज्यो। तपाईको जीवनमा तपाई पनि कुनै स्वार्थका कारण कसैलाई बेच्दै हुनुहुन्छ कि? मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म स्वार्थ रोज्छु भने म पनि यहुदा जस्तै भएको छु र मैले पनि उद्धारको अवसर गुमाउँदैछु। यहुदाले गल्ती मानिलियो, ऊ फिर्ता आएन, आत्महत्या गरेर आफ्नो जीवन समाप्त गर्यो। हामीले पश्चाताप गर्दैनौं भने गल्तीले हाम्रो जीवन नष्ट पार्दछ।
कति व्यक्तिहरू पश्चाताप नगरी आफ्नो गल्तीले जीवन र परिवार नष्ट गर्छन् र येशूको बाटोबाट टाढा रहन्छन्। आज पनि संसारमा त्यस्ता मानिसहरू छन् जसले आफ्नो परिवार, मित्र र आत्मालाई स्वार्थ र डरका कारण बेचेका छन्। लुका 22 अध्यायको 54 देखि 62 सम्म हामीले हेर्यौं भने त्यहाँ पत्रुसको जीवनलाई हामी अध्ययन गर्न सक्छौं। पत्रुसले येशूलाई 3 पटकसम्म अस्वीकार गरेको छ। डर र सामाजिक दबावले उसले गल्ती गरेको छ। तर हेरौं, असफलता हाम्रो अन्त्य होइन, हाम्रो प्रतिक्रिया नै हाम्रो भविष्य निर्धारण गर्ने एउटा बाटो हो। कति पलमा हामी डर वा असफलताले पिसिन्छौं, तर फिर्तीको बाटो हामी हरेकको हातमा छ। पत्रुस बाहिर निस्केर रोयो। उसको आँसुले उसको हृदयलाई परिवर्तन गर्यो। यही पछुतोले उसलाई फिर्ती र उद्धारको बाटोमा ल्याएको छ। हामी आफैले भन्न सक्नुपर्छ, हे प्रभु, मैले गल्ती गरेको छु, मेरो गल्ती देखाइदिनुहोस् र म तपाईको बाटोमा फेरि फर्किन चाहन्छु र मलाई तपाईको बाटोमा फर्काइदिनुहोस्। पत्रुसले येशूमा फर्केर नयाँ जीवन पाए पछाडि ऊ पछि मण्डलीको एउटा स्तम्भ बनेर हजारौं व्यक्तिहरूलाई उसले ख्रीष्टको द्वारमा लिएर आएको छ। यदि हामी पनि पश्चाताप गरेर फिर्ता फर्किन्छौं भने हाम्रो जीवन पनि त्यस्तै बन्न सक्छ। हामी जस्ता कति युवाहरू डरका कारण आफ्नो जीवन गुमाइरहेका छन्। तर प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, पश्चातापले हाम्रो जीवनलाई फर्काउँछ र हाम्रो जीवन ख्रीष्टमा बदलिन्छ। हामीले यहुदा र पत्रुसको तुलना गर्यौं भने उनीहरू दुवैजना 3-3 वर्ष येशूसँगै रहेका थिए। दुवैले गल्ती गरेका थिए, विश्वासघात गरेका थिए, ख्रीष्टलाई अस्वीकार गरेका थिए। दुवैले आफ्नो गल्ती पनि मानिलिएका थिए। तर अन्त्यमा यहुदाले आत्महत्या गर्यो, तर पत्रुस हृदय पश्चाताप गर्यो। आत्महत्याको कारणले गर्दाखेरि यहुदाको अन्त्य र उसको आत्माको विनाश भयो। तर पत्रुसले उद्धार पायो र पवित्र आत्माको शक्तिले उसले हजारौं मानिसहरूलाई ख्रीष्टमा उद्धारको काम पनि गर्यो। गल्ती सबैले गर्छ, फरक केवल पश्चाताप र फिर्ती हो। जीवनमा गल्ती गर्नु सामान्य छ, तर गल्ती पछि के गर्ने, यही हाम्रो व्यक्तित्व र भविष्य निर्माण गर्ने एउटा तय गर्ने एउटा माध्यम बन्दछ। हामी आफैलाई स्वयं मूल्याङ्कन गर्न एकदमै जरुरी छ। म प्रेम, साहस वा डर वा स्वार्थमा छु? आज मेरो जीवनले कुन बाटो रोज्छ? मसँग पछुतो गर्ने शक्ति हुन एकदमै जरुरी छ। हो, गल्ती गर्न सकिन्छ, तर तुरुन्त फिर्ता आउँदाखेरि तपाईँ हाम्रो जीवन बदलिन्छ। पछुतो नगर्ने व्यक्ति यहुदाको जस्तो विनाशमा जाँदछ। यदि हामीले पश्चाताप गरेर फर्क्यौं भने हामीले भोलिको दिनमा सही नेतृत्व र एउटा प्रतिबद्धताका साथ हामी अगाडि बढ्न सक्दछौं। पत्रुस जस्तो भएर परिवार, मण्डली र समाजमा उदाहरण हामी बन्न सक्दछौं। म तपाईलाई आज एउटा चुनौती दिन चाहन्छु। तपाई पनि एउटा जीवित इतिहास बन्नुहोस्। असफलतापछि फिर्ता आएर आफ्नो जीवन परिवर्तन गरेको इतिहास, जसले हजारौंलाई प्रेरित गरेको होस्। आज तपाईको जीवनको यो निर्णायक घडी हो। तपाई कुन बाटो रोज्नुहुन्छ? यहुदाको बाटो जुन विनाश र पश्चाताप बिनाको थियो, वा पत्रुसको बाटो जुन पश्चाताप, फिर्ती र उद्धारको छ? आफ्नो गल्तीलाई स्वीकार गर्नुहोस्, फेरि पनि प्रभुमा फर्कनुहोस् र भन्नुहोस्, प्रभु, म पत्रुस जस्तै बन्न चाहन्छु। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु येशू, मैले थाहा पाएँ मेरो जीवनमा हजारौं गल्ती र कमजोरीहरू छन्। मैले हजारौं चोटि प्रभु तपाईलाई अस्वीकार गरिराखेको हुन्छु, तपाईबाट टाढा भइराखेको हुन्छु। कतिचोटि मेरो स्वार्थको कारण म तपाईलाई कतिचोटि बेच्न गइराखेको हुन्छु। तर प्रभु, मलाई यहुदा इस्करियोत जस्तो होइन, मलाई पत्रुस जस्तो बनाउनुहोस्, जसले पश्चाताप गरेर आफैलाई तपाईमा फिर्ता गरेर नयाँ जीवन पाएको छ। मलाई यहुदा जस्तो आफैलाई विनाश गर्ने आत्माबाट बचाइदिनुहोस्। त्यो आत्महत्याका सोच, डिप्रेसनका सोचहरूबाट मलाई एकदमै टाढा राख्नुहोस्। र आज म मेरो जीवन तपाईको हातमा समर्पण गर्दछु र एउटा मण्डलीको निम्ति जिउँदो इतिहास बन्नलाई प्रभु तपाईले मलाई सहायता गर्नुहोस्।
धन्यवाद चढाउँदछौँ, आशिष माग्छौँ येशू प्रभुको नाउँमा। आमेन।